बाबु ओए नानी किन रुवाउँछौ बेटा किन रुवाउँछौ मैले गरेको सङ्घर्षलाई ध्यान देऊ म आज यो घाममा दिन रात नभनी तिमीहरूको भविष्य बनाउनको लागि म मेहनत गरिरहेको छु म कुनै करोडपति बाउको छोरा हैन म दिनभरि काम गर्छु जगदम्बा भित्र म मेहनत गर्छु तिमीलाई राम्रो बोर्डिङमा पढाइरहेको छु तिमीलाई राम्रो खाना दिइरहेको छु तिमीहरूको हरेक इच्छा आकांक्षा पूरा गरिरहेको छु किन तिमीहरू हामीलाई रुवाउँछौ प्लिज एउटा राम्रो छोरा बन प्लिज एउटा राम्रो छोरी बन तिमी मलाई खुसी दिन सक्दैनौ अनि प्लिज मलाई दुःख पनि नदेऊ प्लिज तिमी मेरो लागि सोच्दैनौ ठीक छ नसोच तर प्लिज आफ्नो लागि त सोच आफ्नो लागि त केही बन ठीक छ तिमी बन्नको लागि म दिन रात घाममा ताप्पिने छु म पिसिने छु म रुने छु म घुट्ने छु तर म तिमीलाई खुसी बनाउने छु के प्लिज नरुवाऊ आफ्नो आमा र बाबालाई जो सन्तानले आफ्नो छोरा छोरीले जो सन्तान छोरा छोरीले आमा बाउलाई रुवाउँछ त्यो छोरा छोरीलाई कहिले पनि राम्रो हुँदैन कहिले पनि भलो हुँदैन हेर्नुस् यसैले प्लिज देउता खोज्न कहीँ जानु पर्दैन भगवान खोज्न कहीँ जानु पर्दैन भगवान अलरेडी तपाईको घरमा छ त्यो भगवानको पूजा गर्नुस् त्यो भगवानको रेस्पेक्ट गर्नुस् त्यो भगवानको सम्मान गर्नुस् त्यो भन्दा ठुलो यो संसारमा नैतिकता र पूजा केही पनि हैन के आफ्नो घरको परिवारलाई पूजा गर्नु नै पूजा हो के आफ्नो आमा बुवालाई माया गर्नु नै त्यो पूजा हो के आफ्नो आमा बाउलाई रेस्पेक्ट गर्नु नै त्यो पूजा हो र आफ्नो आमा बाउको देखाएको बाटोमा हिँड्नु नै त्यो पूजा हो के जो व्यक्ति आफ्नो आमा र बाउको बाटोमा हिँड्दैन त्यो छोरा छोरी नै हैन के केही काम छैन भने यो धरतीमा धरतीको बोझ भएर बस्न चाहनुहुन्छ या देशको लागि केही गर्न चाहनुहुन्छ या आफ्नो लागि केही गर्न चाहनुहुन्छ या त्यो परिवारको नाकलाई उच्च बनाउन चाहनुहुन्छ त्यो तपाईमा भर पर्ने कुराहरू हो तपाईलाई म 50 सेकेन्ड अझ पनि शान्त छोडिदिन्छु एउटा कमिटमेन्ट गर्नुस् हिजो मैले जति रुवाई तर म आज रुवाउने छैन हिजो मैले जे गल्ती गरी अब म त्यो गल्ती गर्ने छैन म आफूलाई एकदम ध्यान दिएर आमा बाबा तपाईले भनेको कुरा म मान्छु भनेर चाहिँ प्लिज एउटा कमिटमेन्ट गर्नुस् आफूलाई त्यो दैचिउरे संकल्प हैन है स्ट्रङ संकल्प गर्नुस् तपाईलाई म 50 सेकेन्ड शान्त छोड्दिए है त